आजको भिडियोमा चाहिँ हाम्रो कान्छु चाहिँ बिहान बिहान जाँदै हुनुहुन्छ बाइकमा चितवन होइन। दिदी पनि जाँदैछ, दिदीले यता ढोक्सा गऱ्यो अनि बाइक सेक निकाल्नु भयो। दिनहरू भनेको के रमाइलो दिनहरू भनेको कति छिटो जान्छन् भनेको एकजनै आएको जस्तो लाग्दै थियो कि अनि चाहिँ होइन कति छिटो गयो दिनहरू। रमाइलो दिनहरू त गएको दिनहरू टाइमहरू थाहै नहुने कि अनि त्यसपछि चाहिँ होइन कुनै कुनै हुन्छ नि त अप्ठ्यारो दिनहरू चाहिँ कति लामो लाग्यो भन्ने जस्तो हुन्छ। रमाइलो दिन चाहिँ हिजै आएको जस्तो लागेको थियो अनि आज जानुभयो होइन। त्यसपछि चाहिँ यता दिदी काठमाडौँ जाँदै हुनुहुन्छ, कान्छो चाहिँ नारायणघाट जाँदै हुनुहुन्छ कि बाबुले पनि यता बाइसाइ गऱ्यो, जिउ गऱ्यो। आजकल बाबुलाई हामी जिउ गर्न सिकाएको छौँ कि जिउ सिउ गऱ्यो। बिहानै जानुभएको थियो, जिउ सिउ गऱ्यो। यता हामीले पनि अनि बाई बाई भन्नुहुन्थ्यो, राम्रोसँग बस्यो भन्नुहुन्थ्यो। मेरो नानी चाहिँ रुन्छ भनेर फेरि उठाएन हामीले चाहिँ। आफ्नो ड्याडी भनेको धेरै गर्छ कि नानीले। जानुभयो यसरी बाइकमा। त्यसपछि चाहिँ मैले बाबुलाई यसरी खेलाएको एकछिन हिँड्न। आजकल हाम्रो बाबुले हिँड्न सिकेको छ नि त अनि त्यसपछि चाहिँ यसरी हिँड्दैछ बाबु चाहिँ। आजकल सिँढीमा तलमाथि गर्न खोज्छ, अनि अलिअलि 3-4 पाइला सार्न खोज्छ कि बाबुले। अनि त्यसपछि चाहिँ यसरी बाबुलाई एकछिन भए पनि यसरी यसरी खेलाएँ बाबुलाई होइन। दिउँसो दिदीहरू तल हुनुहुन्थ्यो पसलमा। त्यसपछि बाबुलाई चाहिँ यताउति सिँढीमा हिँड्न उसलाई चाहिँ धेरै मन लाग्छ कि सिँढीमा भने चाहिँ खुसी हुन्छ कि ऊ फेरि एकछिन भयो नि उसलाई यसरी यसरी बिचरा लोट्ला 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 गर्दै गर्दै गरिरहेको थियो। अनि ऊ चाहिँ हिँड्न खोजिरहेको छ कि आजभोलि आफ्नो टाइममा भनेपछि आफ्नो टाइममा सबै भइहाल्दो रहेछ। ठुलोदेखि सानोसम्म आफ्नो टाइममा मान्छेहरू आत्तिन्छन् ढिला हिँड्यो भनेर होइन, तर आफ्नो टाइममा हरेक चिज हुन्छ कि समयभन्दा अगाडि हरेक चिजभन्दा हुँदैन। आफ्नो समयमा आफै जे पनि बच्चादेखि लिएर ठुलासम्म हरेक चिज आफूसँग जे हुनु चाहिँ भइहाल्छ होइन। हाम्रो बाबु पनि आजकल हिँड्न खोजेको छ, ढिला हिँड्यो भन्दा भन्दै हिँड्न खोज्यो आजकल होइन। त्यसपछि चाहिँ यता पसलमा आयो, फेरि चिकन चाउमिनको अर्डर थियो कि चाउमिन बनाएर दिएँ। त्यसपछि चाहिँ यता आजभोलि चाहिँ यो फलेको छ होइन हाम्रो बारीमा, अनि यो चाहिँ गोपी रे। अनि गोपी यस्तो नि गोपी हुन्छ, फर्स्ट टाइम हेरेर आएको छु मैले लाइफमा होइन। त्यसपछि चाहिँ यसको भित्र कस्तो हुन्छ तरकारी भोलि खान्छौँ